हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। म अरू बेला त्यस्तो प्राय खास चाहिँ भिडियोहरू चाहिँ बनाउँदिनँ, तर आज चाहिँ मलाई बनाउन मन लाग्यो। आज चाहिँ मेरो माइत जाने दिन, त्यसैले आजको दिन अरूभन्दा विशेष नै छ। आज बिहानै उठेर नुहाइ धुवाइ गरेर ब्रस गरेर म चाहिँ मुख धोएर अनि त्यसपछि मुख धोइसकेपछि पानी पिउनलाई गएँ। अनि त्यहाँबाट पानी पिएँ। बिहान बिहान पानी पिउनुपर्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ खाली पेटमा पानी। त्यसैले म चाहिँ पानी पिइसकेर घर बढार्न गएँ। घर बढारिसकेपछि म चाहिँ फुल टिपेर पूजा गर्नको लागि गएँ। पूजा गर्ने पनि आफ्नो आफ्नो तरिका हुन्छ। म चाहिँ यसरी पूजा गर्छु, तपाईहरु चाहिँ कसरी गर्नुहुन्छ? त्यसपछि मैले सम्पूर्ण देवी देवताको पूजा गरिसकेँ। अनि बसेर भिडियो बनाऊँ न त भनेर बनाएको। अलिकति अँधेरो अँधेरो आयो, भित्र लाइटिङ पर्यो, त्यसैले फाइनली मैले पूजा पनि गरिसकेँ। अनि नानी चाहिँ कति बेला मावल जाने हो, कति बेला जाने हो, गाडी कति बेला आउँछ भन्दै थिए। बस आउँछ अहिले। कति बज्यो अहिले हेर त। 2:30 PM भयो। अनि अब के गर्नु र? त्यसपछि 4 बज्यो। फाइनली हामी जानको लागि रेडी पनि भइसक्यौँ। मानु पनि जाने। ओके हेलो एकतानी हामी आउँदैछौँ भन। हामी चाहिँ पुग्यौँ बस स्टेसनमा। त्यहाँ चाहिँ हाम्रो बस आउँदै थियो। त्यहाँ चाहिँ खुसी हुँदैछु चाहिँ बाबु पनि आएको थियो हामीलाई छोड्नलाई। जाने जाने भन्दै थियो। बिचरा पछि कति रुँदै रुँदै घर फर्क्यो, कति नराम्रो लाग्यो। फाइनली हाम्रो बस पनि आयो। त्यसपछि हामी बसमा चढेर गयौँ। बसभित्र चाहिँ भिडियो बनाउनै बिर्सेछ क्या, किनकि मलाई भिडियो बनाउने बानी छैन नि त। त्यस्तो भिडियो बनाइराख्ने भए पो याद हुन्छ होइन, बिर्सेछ। अनि त्यहाँ खाना खाने ठाउँमा रोकेको बेलामा यसो मोबाइल निकालेर भिडियो बनाइहालेँ। अनि नानी चाहिँ त्यहाँ कुरकुरे र निम्बु पानी बोकेर पत्नीया गएर खाने भन्दै बोकिराखेको छु। अनि त्यसपछि हामी फेरि बसमा चढेर अनि गयौँ। त्यहाँबाट लगभग 10-11 बजेको थियो होला खाने ठाउँबाट बसमा चढ्दाखेरि। अनि